ड्युको रिन्यू हुन्छ, नडराउनु स्टेडियमलाई, केही हुँदैन, गभर्मेन्ट अलवेज सपोर्ट क्रिकेट। अफकोर्स मैले पनि त्यही भनिरहेको छु बिएनबी क्रिएसन कि आज न्युज आएको छ भने यसको मतलब यो होइन कि पुरा हामी चाहिँ स्याड भइहालौँ र के भन्छ बापरे बाप नेपालबाट क्रिकेट नै गयो, अब नेपालको क्रिकेट हालत खराब। अरे होइन यार, नेपाल सरकारको अहिले पहिले जस्तो झन्डु सरकार थोरै हो यार। अहिलेको चाहिँ के भन्छ, अहिलेको सरकारले थाहा छ कि के भन्छ कि क्रिकेटले चाहिँ कति इकोनोमी चाहिँ बढाइरहेको छ भनेर, राइट। 3 करोड कि कति करोडको इकोनोमी रेभेन्यू भएको थियो वर्ल्ड कप के भन्छ एनपिएलमा, एनपिएल सिजन 2 मा 3 करोड कि 4 करोड, आई डोन्ट नो, म एक्ज्याक्टली फिगर याद आइरहेको छैन भने अब एकैचोटि टिभी स्टेडियमलाई हटाएर त्यत्रो करोडको घाटा रेभेन्यू चाहिँ हटाउँछ, राइट। सो यो पैसा त्यहाँ रेभेन्यू आउँछ, त क्यानले रेभेन्यू कमाउनु भनेको के हो, नेपाल सरकारले पैसा कमाउनु हो, राइट। सो नेपाल सरकार पुरै अन्धा भएर चाहिँ एकैचोटि नेपालमा क्रिकेटलाई हटाउँदैन। सो अहिले नै नआतिहाल्यो, बी पोजिटिभ, पोजिटिभ तरिकाले सरकारले सपोर्ट गर्दै जाऊँ र सरकारले चाहिँ यसको सोल्युसन त पक्कै केही न केही त पक्कै निकालि नै हाल्छ।